नमस्कार दर्शकबिन, तपाईँ सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। अबको नेपालले खेल्न लागेको CWCL 2 को म्याचमा खेल्न लागेको स्कटल्यान्ड, नेदरल्यान्ड र नेपाल बीच कुन टिम बल्यो भन्ने कुरा यहाँहरू बीच प्रस्तुत गर्नेछौँ। हाम्रो भिडियो अवश्य अन्तिमसम्म हेरिदिनुहोला। नेदरल्यान्डले अहिलेसम्म 20 खेलमा 12 जित सहित 26 पोइन्ट लिएर शीर्ष स्थानमा छन् भने उता स्कटल्यान्डले हालसम्म उत्कृष्ट प्रदर्शन गर्दै 16 खेलमा 9 जित सहित गरी 24 पोइन्ट बनाएर तेस्रो स्थानमा छन्। यता नेपाल भने अहिलेसम्म 12 खेल खेलेर मात्र 2 जित निकाल्दै 6 पोइन्ट लिएर 7औं स्थानमा छन्। हालको प्रदर्शन र अङ्क तालिका अनुसार स्कटल्यान्ड र नेदरल्यान्ड दुवै बलियो स्थितिमा छन्, जबकि नेपालले अझै सुधार गर्नुपर्ने देखिन्छ। के अब खेल्न लागेको CWCL 2 को म्याचमा यी दुई बलियो टिमलाई हराएर नेपालले अब्बल साबित हुँदै पोइन्ट टेबलमा सुधार गर्न सक्छ? के तपाईहरुलाई के लाग्छ? आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। धन्यवाद।